प्रभावशाली उम्मेदवार शेरबहादुर देउवा कायम भएर मैदान छोडेर भागिरहेका छन्। नेपाली कांग्रेसका संसदमा हराभरा तोरीको फूल देखाउने माधव कुमार नेपालको आज हरिविजय भएको छ। सूर्यध्वजामा अर्का प्रभावशाली उम्मेदवार पूर्व मन्त्री कमरेड रामेश्वर भुयालज्यू, त्यस्तै समानुपातिक उम्मेदवार त्यसमा आसीन हुनुहुन्छ किशोर राई, जसलाई यसपटक हामीले इतिहासकै अभूतपूर्व मत सहित यो क्षेत्रबाट विजयी गराउनु छ। त्यसैगरी हाम्रो यो प्रदेशमा उम्मेदवार रहनुभएका सूर्यध्वजामा अर्का प्रभावशाली उम्मेदवार पूर्व मन्त्री कमरेड रामेश्वर भुयालज्यू, त्यस्तै समानुपातिक उम्मेदवार त्यसमा आसीन हुनुहुन्छ शेरबहादुर देउवा कायम भएर मैदान छोडेर भागिरहेका छन्। नेपाली कांग्रेसका संसदमा हराभरा तोरीको फूल देखाउने माधव कुमार नेपालको आज हरिविजय भएको छ। नेकपा एमालेलाई शानदार मतका साथ विजय गराउनको निम्ति चन्द्र सूर्य अंकित यो महान राष्ट्रिय झण्डालाई तपाईहरुले जननी जन्मभूमि स्वर्गदापी गरिएसी मदररान आफका देखावन हाम्रो देश स्वर्गभन्दा प्यारो हुन्छ भनेर जननेता कमरेड मदन भण्डारीज्यूका विचार र भावनाहरू प्रतिनिधित्व गरेर हाम्रो सम्माननीय राष्ट्रपतिज्यू, जसले नागरिकता विधेयक जस्तो कुख्यात विधेयक रोकेर यो देशको रक्षा गर्नुभएको छ। यी हर चीजलाई इन्कर्पोरेट गरेर हाम्रा मुद्दाहरू, हाम्रा नाराहरू, हाम्रा विकास र समृद्धिका एजेन्डाहरू लिएर गाउँ गाउँ, बस्ती बस्ती, टोल टोलमा जानु जरुरी छ। नयाँ पुस्तालाई बुझाउनु जरुरी छ। यहाँहरूले जनताको बीचमा राख्नुपर्छ। देश जनता विकास समृद्धिको पक्षमा, नेपालको राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता, भौगोलिक स्वतन्त्रताको पक्षमा नेकपा एमाले गरेका योगदान हामीले जनताको बीचमा लानेछौँ र नेकपा एमाले मंसिर 4 पछि अभूतपूर्व विजयको खाता खोल्नेछ। ब्याक टु नेचर भन्ने एउटा विश्व प्रसिद्ध मान्यता छ। जीन ज्याक रुसो जसले कन्फेसन्स जस्तो विश्वमै अद्वितीय किताब लेख्नु भएको छ। उहाँको एउटा भनाइ म यहाँ राख्न चाहन्छु, हृदयमा जहिले सुके पनि सकारात्मक सोचका गोरा फक्रिएका हर कसैले आफ्ना हरेक साथीहरू, आफ्ना हरेक इष्टमित्रहरू, आफन्तहरूलाई जहिले पनि आफूभन्दा बढी महत्व दिने गर्छन्। नेकपा एमाले र हाम्रा उम्मेदवारहरू म शुभकामना दिन चाहन्छु। तिहारको छठको अस्तो अभिवादन या संस्था भएको आइदिनुहोस् म यही भन्न चाहन्छु। यो टोकन अफ लभ भन्छ अंग्रेजीमा। अब नवनाथजीलाई मद्दत गर्नुभएको छ, उहाँले एउटा मायाको चिनो प्रदान गर्नुभएको छ। अहिलेको समयको जल्दो बल्दो युवा यसै गरी अगाडि बढ्ने हो भने सबै साथीहरूले रचनात्मक सहयोग गर्ने हो भने धेरै राम्रो हुनेछ र तपाईँहरूले आर्थिक, भौतिक, सामाजिक सबै दृष्टिकोणले यो संस्था भएको आइदिनुहोस्, भिजिट गर्नुहोस् म यही भन्न चाहन्छु। मेरो तर्फबाट हिसाबले भन्नुपर्दा यो जन्मोत्सव राष्ट्रिय महोत्सव जस्तो पो लागिरहेको छ। तपाईलाई थाहा छ, अस्तित्ववादी दार्शनिक अल्बियर कामु हरेक आफ्नो जन्मदिनमा जब केक काटिन्थ्यो, माइन्ड फुकिन्थ्यो, त्यतिखेर भन्नुहुन्थ्यो नि मेरो आयु 1 वर्ष छोटियो भनेर। हामी त आफ्नो आयु 1 वर्ष घट्यो भन्दैमा चिन्ता गर्दैनौँ। हामी नेपालीहरूको, हामी देशभक्तहरूको विशेषता यही हो। अनि छुटेको के छ? सपना हजार दिनु पर्दैन मलाई, सिम्पल बाजार दिनु पर्दैन